अब के होला त? अब के होला देशमा? अब के होला देशमा? अब के हुन्छ देशमा? तपाईँ बिहान एउटा कुरा गर्नुहुन्छ, बेलुका अर्को कुरा गर्नुहुन्छ। कहाँ गरेको थिएँ मैले त्यो राजीनामावाला प्रकरण? हामी अमेरिकी दलाल को अध्यक्ष शक्ति भने भन्नुहोस्, उहाँको कुरासँग मलाई कुनै मतलब छैन। तपाईँ अध्यक्ष शक्ति भने को त नि हो? बस्छु सर, त्यो किन भन्ने त अध्यक्ष शक्ति चलाको? बस्छु रोमान ल्याउनु पर्यो, म अहिले जेल जान्छु ल। पुलिस बोलाउनुहोस्, अहिले म जेल जान्छु ल। को अध्यक्ष शक्ति र तपाईँ यस्तो गेस्ट फेरि झुक्याएर किन ल्याएको भने? बस्नुहोस् भैया, मैले त उहाँसँग इन्टरभ्यू दिन्न भनी सायद। तपाईँले कसलाई चाहिँ अध्यक्ष शक्ति भन्नुभएको? तपाईँहरूको चाहिँ टिमको कुरा हुन्छ। बस्नुहोस् त तपाईँ। अध्यक्ष शक्ति भने किन भने त मलाई लो आफ्नो कुरा सुन्नु। म त्यो फिर्ता लिनुहोस्, दिन्न भनेको थिएँ हो। त्यो फिर्ता लिनुहोस् तपाईँले। मैले उहाँसँग बसेर बोल्दिनँ भनेको थिएँ। तपाईँले अध्यक्ष शक्ति भनेर आरोप लाउने अरू ठिक छ, अरू ठिक छ, अरू बस गर्नु। को अध्यक्ष शक्तिले गरौँ? तिहारकै विषयवस्तुमा छलफल गर्न उपस्थित भएको छु। आज हामी सहकारी ठगी प्रकरणकै बारेमा विशेष खुलासा गर्न चाहन्छौँ र प्रधानमन्त्री यतिखेर अमेरिकामा हुनुहुन्छ र अमेरिकामा प्रधानमन्त्रीको विरोध भयो, परराष्ट्र मन्त्रीको विरोध भयो भनेर धेरै समाचारहरू बाहिर आइराखेको छ। नेपालको प्रधानमन्त्रीलाई किन अमेरिकामा विरोध? नेपालीहरूले किन विरोध गरे? यसको पछाडिको रहस्य के हुन सक्छ? किन नेपालीहरू रुष्ट छन् प्रधानमन्त्रीसँग, परराष्ट्र मन्त्रीसँग? आजको कार्यक्रममा हामी यस बारेमा विशेष रूपमा चर्चा गर्न चाहन्छौँ। संयुक्त राष्ट्रको कुम्भ मेला सुरु भयो र यो कुम्भ मेलामा विश्वका नेताहरू सहभागी भएका छन् र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डाक्टर आरडी देउवा पनि हुनुहुन्छ। हामी यस बारेमा विशेष रूपमा चर्चा गर्न चाहन्छौँ। विश्वको ध्यान यतिखेर केमा छ? दिगो शान्तिमा छ, तर विश्वमा दिगो शान्ति छैन, युद्ध छ। हामी यस बारेमा विशेष रूपमा चर्चा गर्न चाहन्छौँ। संयुक्त राष्ट्रको एउटा सङ्कल्प छ शान्ति, विकास, तर इजरायल युद्धको कुरा गर्न चाहन्छु। तपाईँहरू सबलाई थाहा छ विश्व युद्ध बढ्यो, नेपालीको सुरक्षामा चासो किन, कसरी सरकारले दमन गर्यो र ताकी युवालाई गोली हाल्यो क्या, ताकी। देउवाको घरभित्रको पैसालाई तपाईँ के भन्नुहुन्छ ठ्याक्कै? त्यो त हेर्नुहोस्, मेरो त यति मन त साँच्चै के भनिन, मैले त्यो कुरा देखेपछि त मलाई त यति आक्रोश भयो नि। बा जनताको पैसा लुटेर खाएर, कमिसन खाएर त्यसरी पैसा घरमा राख्ने तपाईको जनताको पैसा। तपाईको व्यक्तिगत विचारमा चाहिँ कस्तो कारबाही हुनु पर्ला? कारबाही हामीले देशमा लोकतन्त्र छ, विधिको शासन छ, कानुन राज्य छ। अबको कारबाही भने विधि र प्रक्रिया प्रहार हुनुपर्छ। हामीले इन्टरनेसनल कम्युनिटीलाई, विश्व समुदायलाई चाहिँ राम्रो सन्देश दिनुपर्छ। नेपालमालाई विधिको शासन अन्तर्गत कारबाही भइरहेछ भन्ने सन्देश त दिनैपर्छ, किनभने अहिले विश्व पनि त नेपालको हरेक राजनीतिक घटनाक्रममा निकट भएर हेरिरहेछ, वक्तव्यहरू आइरहेछ। नेपालको प्रधानमन्त्रीलाई सबै अन्तर्राष्ट्रिय समुदायले समर्थन गरिसकेको अवस्था छ। त्यसले गर्दाखेरि म अहिले तपाईँलाई यति मात्रै भन्छु, भ्रष्टाचारलाई कारबाही गर्नको लागि पहिला तत्कालै उच्च न्यायिक समिति एकदम क्यापेबल, शक्तिशाली, इमान्दार मान्छेको नेतृत्वमा स्वतन्त्र, निष्पक्ष, कुनै पनि पोलिटिकल पार्टीसँग उनको सम्बन्ध नभएको, कुनै पनि क्षेत्रको प्रभावमा नपर्ने, देश र जनताको लागि, युवाको लागि ज्यान दिन तयार हुने, भ्रष्टाचारलाई जेलमा कोस्नको लागि जस्तोसुकै कठिन चुनौती पनि सामना गर्ने मान्छे चाहिन्छ। मैं आपके साथ में आया हूँ, आप जो बोलेंगे वो ही करूंगा। मैं आपको धोखा जीवन में नहीं दूंगा। आपको साथ में लेकर काम करूंगा। आपको प्यारा आत्मसात कर राखर समस्या के समाधान के लिए ऋषि ने बोला हाथ पाँव में लेकर आपके नमन कर काम करेगा। मैं चाहता हूँ आपका बेटा तरह से मैं काम करूंगा इसको विकास के लिए। आप दुख हो जाइए। मैं सेवक मैं शासन में हूँ, मैं शासन में नहीं चाहता हूँ। मैं ईमानदार सेवक बनकर मैं जनता का काम करना चाहता हूँ, जनता का सेवा करना चाहता हूँ। आपके आशीर्वाद है? आप बताइए, सबका आशीर्वाद है मुझे? बोलिए, ताली बजाकर बोलिए, हाथ उठाकर बोलिए। आप जो बोलेंगे मैं वही करूंगा। नमस्कार दर्शक, आज प्रेम दिवस, भ्यालेन्टाइन डे। विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा शक्तिशाली राष्ट्रपति बनेका छन् डोनाल्ड ट्रम्प। हामी उहाँलाई बधाई र सफलताको शुभकामना दिन चाहन्छौँ। विश्वमा यतिखेर बधाई
लागेको छ ट्रम्पलाई सफलताको शुभकामना दिनको लागि लड्को छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति पुटिन लगायत विश्वका राजनेताहरूले बधाई दिएका छन्, सफलताको शुभकामना दिएका छन् र दोस्रो पटक कम ब्याक भएका छन् ट्रम्प। हामी यसबारे आराम हुनुहुन्छ? एकदम आराम छ। तपाईँ एमालेको झोले, अब सबै नेताहरूको झोले तपाईँ केपी शर्मा ओलीको झोले, तपाईँको झोले को त अब तपाईँ जस्तो कस्तो केटासँग तपाईँलाई चाहिँ विवाह होस् भन्ने चाहना हुन्छ, रुचि हुन्छ? हजुर जस्तो ऋषिजी एकदम राम्रो, यस्तो वक्ता, यस्तो प्रेजेन्टेबल मान्छे, एकदम कन्फिडेन्स भएको मान्छेलाई ठ्याक्कै यस्तै। शारीरिक सम्बन्ध गरेर मात्रै मान्छे खुसी हुँदैन। सबभन्दा ठुलो कुरा चाहिँ म खुसी छु, मेरो आफ्नो करियरसँग खुसी छु र मेरो आफ्नो समाजसँग करियरसँग खुसी हुनु, समाजसँग खुसी हुनु र दीपक राजगिरीसँग पनि तपाईँ खुसी हुनुहोस्। फिलिपिन्समा युवतीसँग रिलेसनसिप थियो, कति वर्ष रह्यो? अलमोस्ट 2 इयर्स जति भयो होला। 2 वर्ष सँगै रहनुभयो? सँगै होइन, सँगै त बसेन हामीहरू। ऊ पनि उसको घरमा थियो, म मेरो घर। रिलेसन भन्ने बित्तिकै कहाँ लिभिङ हुन्छ त? रिलेसन हुन्छ त एउटा बोयफ्रेन्ड र गर्लफ्रेन्ड पो भयो नि, होइन? तर अब विदेशमा बोयफ्रेन्ड र गर्लफ्रेन्ड भएपछि सबै कुरा हुन्छ नि त। किन चाहियो धरानमा एयरपोर्ट? विराटनगरमा त्यति ठुलो एयरपोर्ट हुँदाहुँदै यस्तो छ जनता जान्न चाहन्छन्, बताउनुहोस्। छिमेकीको घरमा टोइलेट छँदैछ, किन मेरोमा बनाउने भने जस्तो भन्थ्यो। र हामी देखाउन चाहन्छौँ यतिखेर यहाँ बैठक भइरहेको छ, यो नेपाल बारको बैठक हो, तपाईँले देख्न सक्नुहुन्छ। हामी प्रत्यक्ष प्रसारणमा छौँ र प्राइम टाइम टेलिभिजन यतिखेर प्रत्यक्ष प्रसारणमा यहाँ आइपुगेको छ। यहाँहरू सबैलाई हामी देखाउन चाहन्छौँ यो नेपाल बारको बैठक हो, यहाँ प्रत्यक्ष प्रसारणमा छौँ। प्राइम टाइम टेलिभिजन आज प्रत्यक्ष प्रसारणमा छ, किनभने देशको ध्यान तपाईँहरूतिर छ, बारतिर छ, सर्वोच्च अदालततिर छ। हामी हाम्रो देशको भीष्म पितामहसँग कुरा गर्न चाहन्छौँ संक्षिप्त रूपमा अहिलेको अवस्थामा। होइन, हामीले कम्मर कस्नुपर्छ। तपाईँलाई म कार्यक्रम जनता जान्न चाहन्छन् स्वागत गर्न चाहन्छु। धन्यवाद छ। तपाईँलाई मन्त्री भन्नु कि महावीर पुन भन्नु? महावीर पुन, अब मन लाग्छ भने दाई महावीर पुन भन्नु। त्यसो मन्त्री नभनी जनताले त मन्त्री महावीर पुन भन्नु भन्नेले भन्ला, तर सबैले दाई भन्यो। मन्त्री भन्यो भने के हुन्छ भने मान्छेले चाहिँ ठुलो मान्छे होला जस्तो ठान्छ क्या। अब म ठुलो मान्छे मार्नु पाइन्छ? मान्छे मारेर शासन सत्ता चलाउँछु भन्ने असम्भव। संसारमा कुनै पनि तानाशाही गर्न सक्छ। गृहमन्त्री राजीनामा दिनुभयो, दिएर के हुन्छ? गृहमन्त्री राजीनामा दिएर मान्छे मारिसक्नु। आज मैले भन्नै पर्छ, नेताहरू भ्रष्ट भए, देशमा नेताहरूले काम गरेनन्, नेताहरू इमान्दार भइदिएको भए आज भारतले प्रगति गर्यो, चीनले गर्यो, मलेसियाले गर्यो, सिङ्गापुरले गर्यो।